VST Plus. नेपाली अर्थ ठ्याक्कै लाग्दैछ बुझ्न सक्नुहुन्छ। त भन्दा पनि कुनै पनि दुईवटा समान गुण अथवा उस्तै विशेषता भएका दुईवटा विशेषता भएका वाक्यलाई जोड्दाखेरि VST Plus को प्रयोग गरिन्छ भनेर भन्दा नि हुन्छ। जस्तै पहिले यहाँ हेरौँ, नाल्सीका मालको मौसम सफा र तातो देऊ के छ न्यानो छ। यो समान गुण अथवा समान विशेषता हो के। जस्तै अब कुनै पनि दुईवटा उस्तै गुण उस्तै विशेषता भन्यो। अब यो त एउटै बनाएर भन्नु त्यस्तो हैन है। नाल्सीका मालको माल गायो, नाल्सीका माल गायो मौसम सफा छ, मौसम सफा छ एउटा गुण अथवा एउटा वाक्य। अथवा नाल्सीका तातो देऊ, नाल्सीका तातो देऊ भन्ने नि, नाल्सीका तातो देऊ भनेको मौसम न्यानो छ, मौसम न्यानो छ। मौसमको यो दुईवटा गुण अथवा विशेषता भयो नि त। अब यो दुईवटालाई जोड्दाखेरि VST Plus को प्रयोग गर्ने हो। अब समान अर्थ भन्न खोजेको किनभने अर्थ एउटै आउँछ के। जस्तै मौसम सफा छ भन्नु, मौसम न्यानो छ भन्नु एउटै। मौसम सफा भएरै मौसम न्यानो हुने हो। पानी पर्दा मौसम न्यानो हुन्छ हुँदैन। त्यही भएर मैले लेख्दाखेरि समान अर्थ भन्न खोजेको कारण चाहिँ यो भयो के। तर तपाईले बुझ्दा कसरी बुझ्न सक्नुहुन्छ, कुनै पनि दुईवटा समान गुण भएका अथवा विशेषता भएका कुनै पनि दुईवटा विशेषता भएका वाक्यलाई जोड्दा है अझै राम्रोसँग बुझ्दाखेरि दुईवटा विशेषता भएका वाक्यलाई जोड्दा VST Plus को प्रयोग गर्ने। नाल्सीका माल गायो मौसम सफा छ, नाल्सीका तातो देऊ मौसम न्यानो छ भन्नु विशेषता हो। यसलाई हामीले जोड्दाखेरि आयो हटाइदिने यहाँ गो थपिदिने अनि नाल्सीका मालको तातो देऊ सफा र न्यानो छ भन्न सकिन्छ है त। अनि अर्को हेरौँ, यो फरकर्तामा पनि प्रयोग गरिन्छ। जस्तै मैले यो गर्छु, साथीले यो गर्छ, यो फरकर्ता होइन हो त्यति बेला चाहिँ गोबै प्रयोग गरिन्छ। जस्तै छनु रामेन म चाहिँ के खान्छु, चाउचाउ खान्छु, सिंगनन मान्दुरु म गएको छु, साथीले के खान्छ त मोमो खान्छ, यो फरकर्ता हो। अनि अर्को हेरौँ, पहिलो काम नसकेरै दोस्रो काम सुरु हुँदा VST Plus को लागि धातु प्लस एरा वर्ग प्रयोग गरिन्छ। पहिलो काम सकिएको छैन, दोस्रो काम सुरु भयो। जस्तै हामीले लिसनिङको क्वेशन गर्छौँ हैन, त्यो लिसनिङको क्वेशनमा हामीले टाइम लिमिट त 1 मिनेट हो। अब 1 मिनेटमा हामीले के गर्नुपर्छ, माथिको त लिसनिङ सुन्नेबित्तिकै चारवटा अप्सन छनौट गरिहाल्नुपर्छ। भनेपछि माथिको लिसनिङ बस्ने काम पुरा आउने काम नसकेरै हामीले तलको अप्सन पनि चुज गरिहाल्नुपर्छ। चुज टिक त लगाइहाल्नुपर्छ भन्ने त छैन, तर यो हो भनेर हामीले